नमस्कार सम्पूर्णमा सैन्य मेना सेवा समाज युए भर्सेस रूपन्देही सेवा समाज युए को मैत्रीपूर्ण गेम चलिरहेको छ। यति बेला अहिलेको खेल अनुसार सैन्य मेना सेवा समाजले रूपन्देही सेवा समाजलाई 1 गोल हानिसकेको छ। अहिलेसम्म खेल 1-0 ले अगाडि बढिरहेको छ। खेल एकदम रोमाञ्चक तरिकाले अगाडि बढिरहेको छ। राजा आउनुभयो लोकेसन पठाइदिए त मैले यार क्या लोकेसन तपाईँलाई हाल्दिएँ त मैले भर्खरै त्यो क्रस गरेर तपाईँको अगाडि सिंगल आउँछ एउटा ठुलो सिंगलबाट लेफ्ट गर्नु सिधै आउनु देब्रे हो दाइ। त्यहाँदेखि त्यत्रो भनेर 9 देखि 11 हो कि यहाँ आएको एउटा गोल हामीले हानिसक्यो, अर्काले झन्डै हानिसकेन। यहाँ यसो छ खेल पुरा दाजु त अब के गर्ने र जाने आउनु रामु सरले मिस गर्न नि राइट बल खेल्नु रहेछ दाइ गर्न गएँ हैन। यहाँ ढिला भयो भने मलाई पराएर बिहान 7 बजे यहाँ आउनु अनि जित्नुपर्छ यार, खेलाडी छन् रूपन्देही ज्यादा कोचेन्ज हुने जानु पर्यो नि म पनि यार भित्र। एकछिन थाक्छन् के थाकिहालिन्छ के तेरो मन देऊ क्या राम्रो मौसम भएको है, अनि क्या दामी मौसम यार। हजुर टाइप गरिराख पेजबाट पेजबाट गइराख। बिचरा अगाडि अगाडि को रेफ्री कहाँ हुन् भोइस पनि गर्ने माथि नि ल भन्नु न। हेलो हेलो नमस्ते सम्पूर्णमा नमस्कार। आज हामी सैन्य मेना सेवा समाज युए र रूपन्देही सेवा समाज युए बीचको मैत्रीपूर्ण फुटबलमा चाहिँ हामीहरू छौँ र यति बेरसम्म चाहिँ सैन्य मेनाले 1 गोल चाहिँ गरिसकेको अवस्था छ भने हामी चाहिँ अहिले 15 मिनट भयो हाम्रो यो चाहिँ सुरु भएको। अझै धेरै टाइमहरू छ। अब कति गोल कुन समाजले हान्छ भन्ने कुरो पनि यहाँ छ। एकदम खेलाडीहरू जोस जागरका साथ खेलिराख्नु भएको छ। एकदम एक्टिभ साथीहरू हुनुहुन्छ र यो हाम्रो सम्भवतः पहिलो प्रयास हो सैन्य मेना सेवा समाज युए र रूपन्देही सेवा समाज युए बीच खेलकुद क्षेत्रमा पनि यसरी चाहिँ हामी एक दोस्रोलाई चाहिँ हामी साथ सपोर्ट गर्दै हामी चाहिँ मैत्रीपूर्ण फुटबल खेलौँ र यसले चाहिँ एउटा हाम्रो आपसी सद्भाव आत्मीयतालाई पनि अझै मजबुत बनाउनेछ भन्ने आशाका साथ हामीले यो आयोजना गरेका छौँ। र अहिले हामी झुमेरा प्राइमरी स्कुल अलसफा 2 मा हामीहरू छौँ र एकदम खुसी लागेको छ। र हाम्रो यहाँ महाशयजी हुनुहुन्छ, के छ हजुरको प्रतिक्रिया यस बारेमा? धन्यवाद। हामी आज आपसी एउटा चाहिँ मित्रवत सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ हाम्रो अगुवाईमा खास गरी सैन्य मेना सेवा समाज युनिटको अगुवाईमा चाहिँ यो कार्यक्रम गर्दैछौँ र आज
रूपन्देही सेवा समाज र युए सेवा समाज बिच मित्रवत सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ फुटबल आयोजना गरिँदैछ। यसले चाहिँ हामी बिचको एउटा सम्बन्धलाई पनि एउटा प्रगाढ बनाउने त छँदैछ भने एउटा चाहिँ खेलको माध्यमबाट हाम्रो स्वास्थ्यलाई समेत केही चाहिँ सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ। रमाइलो छ खेल, रोमाञ्चक छ। धन्यवाद, थ्याङ्क यू सो मच। यहाँ देख्न सक्नुहुन्छ एकदम राम्रो छ। अब यहाँ कर्नर पाएको छ रूपन्देहीले। अब चाहिँ हेरौँ, लेट्स सी अब चाहिँ कतिको हाम्रो साथीहरू। ल गुड जब को सदस्यज्यू। ल यसै गरी हाम्रो सैन्य महिना सेवा समाज यो प्रथम उपाध्यक्ष हुनुहुन्छ र यो खेललाई चाहिँ सपोर्ट गर्नको लागि आउनु भएको छ। के छ तपाईँको चाहिँ यो हाम्रो मैत्रीपूर्ण फुटबलको बारेमा कस्तो लागिरहेछ? रूपन्देही सेवा समाजको सायद पहिलो मैत्रीपूर्ण खेल नै होला जस्तो लाग्छ। खुसी लागेको छ। म पनि घरको नजिकै पनि थियो, छुट्टीको दिन पनि भएको हुनाले यसो हेरौँ कस्तो रहेछ भन्दै म पनि आएको। खुसी लाग्यो, रमाइलो छ नि। ल थ्याङ्क यू सो मच, थ्याङ्क यू। यहाँहरूले देख्न सक्नुहुन्छ एकदम चाहिँ सौहार्दपूर्ण वातावरणमा एकदम आपसी मित्रताका साथ हामीहरू चाहिँ यो खेल खेलिरहेका छौँ। र यसले चाहिँ एउटा के जनाउँछ भनेपछि सैन्य महिना सेवा समाज र रूपन्देही सेवा समाजको एउटा चाहिँ हामीहरू फुटबल टिम, स्ट्रङ टिम चाहिँ हामी निर्माण गर्नको लागि पनि यसले चाहिँ एउटा कोसेढुङ्गा साबित गर्नेछ भोलिका दिनमा, होइन? त्यसरी हामीहरू अगाडि बढेका छौँ। र त्यो वाला मोबाइल कहाँ छ? डाटा वाला मोबाइल कहाँ? डाटा चाहिँ बन्द होला न। एकदम राम्रो खेल भइरहेछ। म एकैछिन 10-15 मिनट खेलेर चाहिँ म आएँ। र हाम्रो बिचमा यसै गरी हुनुहुन्छ हाम्रो रूपन्देही सेवा समाज युएका पूर्व अध्यक्ष, वर्तमान संरक्षक हुनुहुन्छ। के छ आज यो सैन्य महिना सेवा समाज युए र रूपन्देही सेवा समाज युए बिच यो मैत्रीपूर्ण फुटबल भएको छ, हुँदैछ, एकदम रमाइलो छ। यस बारेमा तपाईँको चाहिँ के छ विचार, कस्तो लाग्छ तपाईँलाई? खेल भर्खर सुरु भइरहेछ हो, के छ तपाईँहरूको चाहना यस्तै किसिमका खेलहरू फेरि पनि हामीले कन्टिन्यू गर्दै? नेपाली फेस्टिभल आउँदैछ, त्यसमा हाम्रो भाग लिन पाऊँ हामी मिलेर। हजुर, थ्याङ्क यू सो मच सर। हजुरको महत्त्वपूर्ण भनाइको लागि धेरै धेरै धन्यवाद। एकदम राम्रो छ, मौसम पनि एकदम चाहिँ हाम्रो साथ दिएको छ, घाम लागेको छैन, बादल छ, होइन? यसै गरी हामीसँग हुनुहुन्छ नेपाली समाज युएका अहिलेका वर्तमान उपाध्यक्षज्यू र भर्खरै मात्रै गुल्मी सेवा समाजबाट निवर्तमान हुनुभएका अध्यक्ष, हाम्रो सबै गुल्मी सैन्य महिना रूपन्देहीका हाम्रै सबैजनाका अभिभावक हुनुहुन्छ। उहाँ पनि आउनु भएको छ, एकदम खुसी लागेको छ। सर के छ हजुरको चाहिँ प्रतिक्रिया? आज रूपन्देही सेवा समाज र सैन्य महिना सेवा समाजको मैत्रीपूर्ण फुटबलमा चाहिँ गौरवान्वित छु। हजुर, र त्योभन्दा पनि खेलकुद नै स्वास्थ्यको लागि राम्रो, त्यो मानेमा र अर्को मानेमा रूपन्देही सेवा समाज र सैन्य महिनाको मैत्रीपूर्ण खेल चाहिँ भइरहेको हुँदा र सैन्य महिना र रूपन्देही सेवा समाजको संस्थाको हिसाबले एउटा समन्वयकारी भूमिका चाहिँ यस फुटबल आजको फुटबल प्रतियोगिताले जनाउनेछ। र लगत्तै अब हाम्रो नेपाल फेस्टिभल पनि एनएनएनको आयोजना हुँदैछ, त्यसमा पनि रूपन्देही सेवा समाज र सैन्य महिना सेवा समाजले संयुक्त टिम बनाउँछ भन्ने पनि मेरो चाहना छ र त्यही किसिमले चाहिँ पक्का पनि अगाडि बढ्नेछ भन्ने अपेक्षा राख्छु। धन्यवाद। थ्याङ्क यू सो मच सर। हजुरको चाहिँ महत्त्वपूर्ण भनाइ सहितका सुझावहरूको लागि एकदम धन्यवाद। हामीहरू त्यसको लागि पनि तयारी गर्नेछौँ र यो टिमबाटै हामीले एउटा स्ट्रङ टिम बनाउने एउटा पनि राखेका छौँ। हेरौँ कहाँसम्म हामी चाहिँ सक्सेस भइन्छ, होइन? तपाईँले देख्न सक्नुहुन्छ सबैजना एकदम स्ट्रङ पाराले रमाइलो वातावरणमा यो खेल भइरहेछ। ठिक छ। यहाँ यतातिर हाम्रो रूपन्देहीका साथीहरू हुनुहुन्छ, सबैजना यहाँ हुनुहुन्छ। एकदम राम्रो छ। हजुर
म एकछिन अर्को साथीलाई फेरि यसो टाइम दिँदैछु सबैलाई खेल्न पनि दिनु पर्यो होइन के छ आज चाहिँ हाम्रो यहाँ खेलहरू भइरहेछ होइन हाम्रो रूपन्देही सेवा समाजको पूर्व कुन पदमा हुनुहुन्छ अहिले रूपन्देही सेवा समाज युवाको सल्लाहकार हुनुहुन्छ ऋषि भण्डारीज्यू ल रूपन्देहीले एक गोल गरेको छ यसै बिचमा र सैन्य महिना र रूपन्देहीको अहिले बराबर एक गोल भएको अवस्था छ है यो पनि एकदम राम्रो छ एक गरेर चाहिँ गोलहरू भइरहेको छ र यसै बिचमा के छ हजुरको प्रतिक्रिया चाहिँ के भन्न चाहन्छ यस्तो किसिमको खेल सायद हाम्रो यो अहिले रूपन्देही र सैन्य महिनाको सायद पहिलोचोटि हामीले चाहिँ यसरी गर्दैछौँ हमेसा गरिरहनु पर्छ ब्याक टु ब्याक गरिरहने टाइम पास पनि हुँदैन रमाइलो हुँदो रहेछ हजुर दाजुभाइ साथीभाइ सबै भेटघाट हुँदो रहेछ है हजुर ल हजुर ल धन्यवाद धेरै धेरै धन्यवाद ल देख्न सक्नुहुन्छ यहाँहरूले अहिले चाहिँ रूपन्देहीको एक गोल र सैन्य महिनाको एक बराबरीमा हामीहरू छौँ अब हेरौँ अब यो चाहिँ आजको गेम चाहिँ कसले चाहिँ बाजी मार्छ भन्नेमा हामीहरू एकदम उत्सुकताका साथ हामीहरू हेरिरहेका छौँ मिसेको त गोल पो हाल्दै लोटे नि भोलि दुख्छ लास्टै भोलि दुख्छ र यसै बिचमा हाम्रो अहिले कोषाध्यक्षजी हुनुहुन्छ कृष्ण प्रसाद आचार्यज्यू उहाँ चाहिँ भर्खरै फेरि अर्को साथीलाई पालो दिएर बाहिर आउनु भएको छ के छ हजुरको चाहिँ प्रतिक्रिया यस बारेमा नगरे पनि यतिको गेम खेलेको एकदम राम्रो हो ठिक छ अहिले बराबरीमा छ आशा छ हाम्रै जित्छ धेरै रमाइलो भएको छ नि कस्तो छ ल धन्यवाद के भयो हाम्रो गोलकिपरलाई चाहिँ हल्का चोट लाग्यो जस्तो छ हाम्रो फर्स्ट एडका टिमहरू कता कता हुनुहुन्छ त्यो सामान्य हो धेरै ठुलो त होइन हजुर हाम्रो संस्थापक अध्यक्ष रामप्रसाद पाण्डेजी हुनुहुन्छ एकदम डिफेन्समा रहेर एकदम खतरा खेल ल सैन्य महिना 2 गोल भएको छ यसै बिचमा जुत्ता चेन्ज गर्ने सर के गर्न पर्ने भयो के भयो लाएर सड्क्यो को छ हाम्रो उहाँ हो जुत्ता लाउनु राजा हजुर किन सर्काउने भयो नि त बल्ल आउँदैन र हाम्रो सैन्य महिना सेवा समाज युएका वरिष्ठ उपाध्यक्षको इन्ट्री हुँदैछ अहिले भर्खरै मात्रै उहाँ नेपाल गएर पुण्य कामहरू गरेर आउनु भएको छ यो मैत्रीपूर्ण खेलमा थोरै ढिला चाहिँ इन्ट्री भयो हजुरको तर यो खेलहरू यस्तो किसिमको खेलहरू यो पहिलोचोटि हामीले गरेका छौँ के छ अनुभव यसमा चाहिँ के भन्न चाहन्छ हामीले जितिन्छ अवश्य अहिले एक गोल बराबरी छ सुरुमा सैन्य महिनाले गोल गर्यो अहिले चाहिँ रूपन्देहीले फेरि गोल गरेको छ सैन्य महिना यता हो किपर कोही छ किपर छ अहिले त हुनुहुन्छ कोले कस्तो गेम खेल्दैछ किपर हुनु किपर राम्रो र हामीहरू चाहिँ एकदम सौहार्दपूर्ण वातावरणमा फुटबलहरू खेलिरहेका छौँ
ल गोल गोल बसन्त दाइ बहुत मिस गर्न चेन्ज गर्नु पर्यो खेलाडी खै केटाहरू खै बसन्त सरको जग्गामा उ गरौँ त एउटा चान्स पाएको हाम्रो केटाहरू बहुत मिस टी सर्ट थिएँ कि मैले मेरो टी सर्ट साथीहरूलाई दिएछु हुन्छ त्यो त एउटा उ गर्नु न यो लगाउनु यो टी सर्ट दिनु त एकछिनलाई गोल भयो होइन रोक्यो छैन महिनाको नै यो लगाउनु कि नै दिन टी सर्ट भयो चिन्न सजिलो हुन्छ क्या गर्छौँ क्या 12 नम्बरलाई निकाल्नु त 12 नम्बर निकाल्नु देखिसक्यो मैले विशाल छिटो गर खै केटाहरु खै आएनन् नै त्यो जुत्ता लगाएर यसलाई छिटो लगाऊ खै तपाईँको टी सर्ट खै टी सर्ट तपाईँले दिनु तपाईँ छिटो गर्नु है टिम गाइड गर्नु आफ्नो टी सर्ट उता भएर तपाईँले हाम्रो टिमलाई गर्नु यताबाट म गर्छु दुई चारजना मिलेर टिमलाई गाइड गर्नु यस्तो गरे भएन कहाँ गोल हुन्छ दिल्लीको भाइ सक्यो भाइ त्यो भित्रबाट एउटा टी सर्ट लाउनु नि लाउनु भित्र टी सर्ट लाउनु रामु सर पनि खेल्नु भयो रामु सर त बहुत खेल्नुहुन्छ किपर राम्रो हुने नि कति सेभ गर्नु हाम्रो ब्याक भएन यहाँ रूपन्देहीको टिम पनि कडा छ छैन पनि कडा छ चाँडै गरौँ छिटो गर न चाँडै गर्नु न टाइम छैन के उलाई मणिरामलाई निकाल्नुस् मणिराम सर हेलो मणिराम मध्यम सर आउनु एकछिन 2 मिनट ल खेल्नु फटाफट गर के टाइमै छैन के राजा टाइम छैन हेलो तपाईँ रेडी हुनै बाहिर निस्किनुलाई कति मिनट छ सर होइन कति मिनट छ अब ल छिटो गर के 20 मिनेट जम्मा छ यार छिटो गर 40 मिनट हो रेडी गरौँ न जुत्ता लाउँदै हुनुहुन्छ ल फटाफट गर फटाफट छिटो गर गोल हान्न दिनु हुन्न यार कस्तो छिटो गर के 20 मिनेट छ फटाफट गर हेलो खेल अगाडि उदिन त तपाईँ टी-सर्ट यो माथि हो गुड मध्यम सर यति आउनु के छिटो गर के तिमी फटाफट गर न चाँडै गर्नु न फटाफट आउनु के छिटो चाँडै गर्नु जसको लाइभ हुन्छ के फटाफट गर खै टी-सर्ट खै मड्याम हेलो मध्यम सर हेलो मरियम सर आउनु 1 मिनट चेन्ज जानु त छिटो हाल्नु त ल मध्यम सर ल बसन्त सर एकछिन बसन्त सर पनि आउनु बसन्त दाइ एकछिन 2 मिनट आउनु बाहिर बसन्त दाइ ल अर्को टी सर्ट ल जाम त तपाईँ त खेल्नुपर्छ अझै एकजना यहाँ जान्छ नि यहाँ ल भयो ल जाने 1 मिनट 2 मिनट ब्याकअप चाहियो नि तपाईँ जाने सिरियल नै थिएन त्यसो भए एकजना ल बसन्त आउनु त आउनु 2 मिनट आउनु न लगिहाल्नु त के हुन्न ल अर्को टी सर्ट कसैको छ ल त्यो भेट्नु एकदम राम्रो केटाहरू त खतरा खान यो टिम एउटा बनाउनु पर्यो हामी चाहिँ ओ श्याम डिफेन्ड गर्न डिफेन्ड मध्यम सर बाहिर आएको होइन र ए ल
गोल भयो गोल ल रूपन्देही 2 सैन्यमान 1 हो 2 छैन महिना 1 हो हँ 2-2 भयो हामीले हानेको रे 1 अनि ए 2-2 भयो हैन 2-2 हो र यार कोच आ रहे क्यों कोच के गोल पा गया हुँदैछ अति नहीं खा ले हेरम है चेक गरम फेरि अफसाइड भन्दै गोल आउला हाम्रो तल अलि टाइट भएन है मनिष तल टाइट भएन भाइ तिमी खेल्ने हो भने अनुसार आउनु के एकछिन 2 मिनट दिन टी सर्ट दिनु न एक मिनट रोक्नु रेफरी चेन्ज है ल नि गरिन्छ गर्नु पर्यो नि त कहाँ हुन्छ र यो त तपाईँ 40 मिनट म्याच हो ल डिफेन्ड खेल भाइ खतरा गेम भइरहेछ हाम्रो छैन महिना सेवा समाज युवा र रूपन्देही सेवा समाज युवा बीचमा चाहिँ आज एकदम तगडा खेल चाहिँ भएको छ यो भाइ लिएर आएको भाइ हो क्या सन्दीप सर ल फाल्न त फालै गर्नु ए किपर छैन उसको ल पर्न भाइ अहिले बल्ल अगाडि जानु उताको साइड जानुपर्छ कि उताको साइड जानुपर्छ हामी तपाईँ उता जानु त म यता बस्छु ल अहिले छैन महिनाले कर्नर पाएको छ एकदम राम्रो चाहिँ भएको छ 2-0 2 र 1 अहिले रूपन्देही 2 हाम्रो चाहिँ सैन्यमेला 1 छ र यसै बीचमा हामीसँग हुनुहुन्छ सैन्यमेला सेवा समाजका प्रमुख संरक्षक पूर्व अध्यक्ष र अहिले नेपाली समाज युएका वर्तमान उपाध्यक्षज्यू हुनुहुन्छ आजको यो मैत्रीपूर्ण फुटबल टिममा तपाईँ हुनुहुन्छ धेरै टाइम तपाईँ खेलेर पनि अहिले भर्खरै उसमा रेसमा आउनु भएको छ कस्तो लागिरहेछ हजुरको एउटा अनुभव नमस्कार हाम्रो विशेष सरको फेसबुक पेज मार्फत हाम्रो संस्थाको सैन्यमेला सेवा समाज युएको पेज मार्फत अनलाइन आउनुभएको सम्पूर्णमा आजको हाम्रो यो मैत्रीपूर्ण खेलले एउटा हाम्रो रूपन्देही सेवा समाज युए र सैन्यमेला सेवा समाज युएको एउटा अझ नजिकको एकीबद्धता जनाउने हामीले विश्वास गरेका छौँ यो एउटा गेम हार जितको भन्दा पनि मैत्रीपूर्ण खेल हो मैत्रीपूर्ण रूपमा हामी त्यसै पनि एउटै जिल्लावासी एकै ठाउँका हो हामीलाई कुनै हार जितको ठुलो लक्ष्य छैन एकदम हामी एक दुसरामा कसरी हुन्छ हाम्रो समाजदेखि लिएर भाइचारामा अझ नजिक भइयोस् अझ क्लोज भइयोस् एकअर्कामा चिन्ने मौका अझ खेलको मार्फतबाट पनि संस्थागत मार्फत त भइरहेको थियो तर खेलको मार्फत पनि भइरहेकोस् भनेर यो जुन आयोजना गरिएको छ एकदमै सर्वोत्कृष्ट छ सम्मानजनक छ र
अहिले भर्खरै म पनि खेलेर आएको त अलिकति स्यासा भइरहेको छु बाँकी चाहिँ खेलबाट मनोरञ्जन गरेर हजुरलाई के लाग्छ आगामी दिनमा पनि यस्तै किसिमका खेलहरूलाई कन्टिन्युटी दिने के छ सम्भवतः सायद तपाईँ हाम्रो यो सैन्य मेहनत सेवा समाज स्थापना भएको एउटा चाहिँ यो पहिलो फुटबल गेम हो जो चाहिँ सैन्य मेहनत रूपन्देही यसरी मैत्रीपूर्ण खेल्दैछ सम्भवतः मलाई हामी म संस्थापक पनि एउटा संस्थापक कोषाध्यक्ष भएर गरेको अहिले हामी लगभग 7औं वर्षमा छौँ आजसम्ममा यो फुटबलको खेल मार्फत चाहिँ हामी यसरी पहिलो पटकै आयोजक बनेर आयोजनामा छौँ त्यसमा पनि पहिलो प्रयास हाम्रो चाहिँ यही रूपन्देहीबाटै हाम्रै मैत्रीपूर्ण खेल होस् त्यसपछि आगामी दिनमा फेरि हामीले अरू अन्य जिल्ला अन्य संस्थाहरूलाई पनि समेटेर गर्न सकियोस् भनेर एउटा प्र्याक्टिस पनि थियो यो मैले त्यसरी लिन्छु र यो खेल अहिले फुटबल भयो फेरि आउँदा दिनमा भलिबल आउँदा दिनमा क्रिकेट यस्तो गर्दै गर्दा हामी एउटा प्रदेशमा रहँदै गर्दा रात दिन एसीमा सुताइ छ रात दिन काम गरिरहेको हुँदा यसले एउटा अलिकति शरीरमा एक्टिभिटी एउटा स्वस्थ गराउने एउटा माध्यम पनि हुन्छ त्यो हुँदा बिचबिचमा यस्तो खालको आयोजनाहरू गर्न एकदमै राम्रो उत्कृष्ट हस् धेरै धेरै धन्यवाद हजुरको महत्त्वपूर्ण भनाइहरू सायद हामीलाई हौसला पनि बढाउनु भएको छ एकदम आगामी दिनहरू पनि यसरी खेल्नुपर्छ यसरी अगाडि बढ्नुपर्छ भनेर सल्लाह सुझाव सहितका हजुरको चाहिँ 2-4 मिठा कुराहरू एकदम गहन भनाइहरूलाई सल्युट गर्दै अब हाम्रो मैले चाहिँ खेल मैदानतर्फ यहाँहरूलाई देखाउन चाहन्छु र हाम्रो साथीहरू एकदम राम्रोसँग खेलिराख्नु भएको छ दुईटै टिम मलाई लाग्छ दुईटै टिम एकदम राम्रो छ कडा छ होइन यतिको खेल्ने साथीहरू सायद हुनुहुन्न कि जस्तो लागेको थियो हामीलाई सुरुमा आयोजना गर्दै गर्दा एकदम राम्रो छ ल अहिले आउट भएको छ यसै बिचमा हामीसँग हुनुहुन्छ हाम्रो पूर्व महासचिव अहिले चाहिँ वर्तमान यतापट्टि भन्दा अहिले वर्तमान सल्लाहकार हुनुहुन्छ हाम्रो संस्थाको काममा चाहिँ एकदम बराबरी भएको छ रूपन्देही र सैन्य महिना बराबरी 2-2 गोलमा हामीहरू छौँ र हाम्रो महासचिवज्यू सायद लक्की हुनुहुन्छ होला उहाँको इन्टरभ्यू लिँदै गर्दा हामीले चाहिँ एउटा गोल हान्न सफल भएर बराबरीमा गएका छौँ के छ हाम्रो पूर्व महासचिव अहिलेको सल्लाहकारज्यू हुनुहुन्छ मणिराम भट्टराई सर के छ हजुरको प्रतिक्रिया यस विषयमा हाम्रो सैन्य मेहनत सेवा समाज युएको यो आजको मैत्रीपूर्ण चाहिँ अहिलेसम्म हाम्रो 2-2 गोलले बराबर भएको छ हाम्रो अहिले संस्था स्थापना कालदेखि अहिले पहिलोपटक हाम्रो यसरी एउटा मैत्रीपूर्ण खेल चाहिँ हुँदाखेरि सबैलाई एउटा चाहिँ उत्कृष्ट एउटा खुसी लागेको छ खुसीको कुरो छ यसमा हाम्रो संस्थागत रूपमा भन्दा पनि हामी संस्थागत रूपमा हामी परिचित छँदैछौँ त्यसमा पनि हामी खेल मार्फत चाहिँ हामी अन्य साथीहरू पनि एकदम नजिककै एउटा शिष्ट एउटा माया प्रेम हिसाबले चाहिँ यो खेल सुरु खेल एकदम रोमाञ्चक छ सबै हामी पनि एकछिन भर्खरै खेलेर आएको छु ठिकै छ राम्रो चलिरहेको छ धन्यवाद हजुर धेरै धेरै धन्यवाद हाम्रो सल्लाहकार मणिराम भट्टराईज्यूलाई एकदम राम्रो छ खेल अहिले चाहिँ शान्त वातावरणमा होइन यहाँ मेरो भए हामीले कहिले कला जित्ने कहिले कला हार्ने भन्ने चाहिँ छैन यहाँ चाहिँ हाम्रो एकदम आत्मीयताका साथ चाहिँ खेल चाहिँ भएको छ यहाँ साथीहरू यता रेडी पोजिसनमा अब चाहिँ रिप्लेसको लागि रेडी पोजिसनमा हुनुहुन्छ र यसै बिचमा हामीसँग हुनुहुन्छ सैन्य मेहनत सेवा समाज युएका उपाध्यक्ष आदरणीय दाजु वसन्त अर्यालज्यूलाई चाहिँ यो खेलको बारेमा तपाईँ पनि भर्खरै खेलेर आउनुभयो खेल सुरु छ अलि 2-2 गोलको बराबरी छ र यस्तो किसिमको खेल आयोजना चाहिँ हामीले गरेका छौँ यसमा चाहिँ तपाईँको प्रतिक्रिया के छ आजको खेलमा सम्पूर्ण नमस्कार ठिकै छ अब यो चाहिँ मैत्रीपूर्ण खेल हो बाहिरको सम्बन्ध मैत्रीपूर्ण भाइचारा बढाउन खेलेको गेम चाहिँ एकदम राम्रो भएको छ 2-2 चाहिँ भएको छ अहिले हाम्रो चाहिँ
जहाँसम्म हामी चाहिँ जितको चाहिँ एकदम नजिक छौँ कि हामी गोल थ्याङ्क यू सो मच हजुरलाई र यसै बिचमा हामीसँग हुनुहुन्छ जो सैन्य महिना सेवा समाज स्थापना गर्नुपर्छ र सैन्य महिना नगरपालिकामा भित्र रहेका युएमा रहेका जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई एकै ठाउँमा एउटै चाहिँ घरभित्र चाहिँ हामीले चाहिँ समेट्न सक्छौँ भन्ने एउटा अवधारणा लिएर संस्था स्थापना गरेर संस्थापक अध्यक्ष बनेर सफल कार्यकाल गर्दै हामीहरूलाई गाइड गर्दै यहाँसम्म आउनु भएको छ संस्थापक अध्यक्ष र अहिलेको वर्तमान प्रमुख सल्लाहकार आदरणीय रामप्रसाद सर यहाँ हुनुहुन्छ हजुरको के छ यस विषयमा यो फुटबलको प्रतिक्रिया हजुरले नमस्ते सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु सैन्य महिला सेवा समाज स्थापना गर्दैदेखि समाज सेवाको भावना गर्दै गर्दै आउँदाखेरि आज यहाँसम्म एउटा खेलले पनि स्वास्थ्यको लागि राम्रो गर्छ भन्ने एउटा उद्देश्यले हामीले फुटबल आयोजना गरियो रूपन्देही वर्ष सैन्य महिना भनेर त्यसमा म क्याप्टेनमा रहेर यहाँ भइरहेको छु जहाँसम्म अहिले खेल बराबरी चलिरहेको छ यहाँसम्म सैन्य महिनाले पनि जित्छ होला भन्ने आशा राखेका छौँ र खेल गर्दा अझै हाम्रो आउने दिनहरू पनि यस्तै नै खेलहरू जारी रहन्छ खेललाई अझै विकसित गर्दै अझै टिमलाई बलियो बनाएर अगाडिको खेलहरूमा जित्ने एउटा दिने हाम्रो एउटा प्रतीक्षा छ हेरौँ त आशा गरौँ पुरा हुन्छ गोल भएर भएन ल धेरै धेरै धन्यवाद आदरणीय संस्थापक अध्यक्ष प्रमुख सल्लाहकार आदरणीय सरलाई एकदम राम्रो छ र गोल हुने अवस्थामा थियो थोरैले चाहिँ बल यहाँ बिचबाट हानेको अफसोट गराइदियो कसरी हुन्छ त्यस्तो फेरि म यहाँबाट हानेको बल रेफ्री यसमा फेरि कस्तो हुन्छ यो नजिक छ नि त पोस्ट भन्नै सकिन्न कि उतै पेलेर एक सडक चाहिँ साट हान्दिएर उतार यहाँ एकदम राम्रो छ अहिलेको वातावरण होइन यतापट्टि उभिएर ल अहिले चाहिँ हामी छौँ यहाँ अलसफामा हामीसँग हुनुहुन्छ हाम्रो सैन्य महिना सेवा समाजका पूर्व अध्यक्ष र वर्तमान संरक्षक साथै नेपाली समाज युएका अहिलेको वर्तमान प्रवक्ताज्यू हुनुहुन्छ आजको हाम्रो यो फुटबलको चाहिँ गोलकिपरमा रहेर पनि काम अहिले चाहिँ धेरै गर्नु अलि थोरै चाहिँ हल्का एउटा खुट्टा हल्का मोर्के जस्तो भएर एकछिन रेस्टमा बाहिर आउनु भएको छ के छ हजुरको प्रतिक्रिया नमस्कार सम्पूर्णमा प्रतिक्रिया भन्दा पनि एउटा सानो प्रयास थियो आज सार्थकता पाएको छ यसले रूपन्देही सैन्य महिना हाम्रो रूपन्देहीको हो र सैन्य महिनाको दाजुभाइलाई एकता गराउन एकजुट बनाउन रूपन्देही सैन्य महिनाका युवाहरू कतिको जागरिला छन् जुझारु छन् भन्ने कुराहरूलाई अलिकति देखाउनको लागि र भाइचारा एक आपसमा देखाउनको लागि पनि यो गेम गराइएको मैत्रीपूर्ण गेम हो यसमा कसैले जित्ने हार्ने भन्ने कुरो छैन हामी जिल्लावासी रूपन्देहीभित्रको हामी नगरवासी सैन्य महिना युएमा स्थापित दुईवटै संस्थाहरू जल्दो बल्दो संस्थाहरू एकदम क्रियाशील संस्थाहरू मध्येमा पर्छ म दुईपट्टिबाटै रूपन्देहीमा पनि अब छु सैन्य महिनामा पनि छु म रूपन्देहीवासी भएको हुनाले म नेपाली समाजमा छु गर्दाखेरि हामी नेपाली समाज भन्दा पनि आज चाहिँ सैन्य महिना रूपन्देही सैन्य महिना यो एक आपसी सहयोग सद्भाव माया र भाइचारा होस् भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको एकदमै सफल र शान्त वातावरण भइरहेको छ दुईटै टक्करका टिम छन् हजुर तलमाथि केही छैन अहिलेसम्म दुई गोल बराबरी छ बराबरीमै खेल चलिरहेछ पहिलो हाफ सकिन आँटेको छ अब दोस्रो हाफतिर हामीहरू चाहिँ प्रवेश गर्दैछौँ म एकछिनपछि रेफ्रीको रूपमा पनि जान सक्छु त्यही भएर अलिक बिजी छु हस्त ल धेरै धेरै धन्यवाद हजुरलाई यसै गरी सधैँभरि हामीहरूलाई यसै गरी गाइड गर्दै जानु होला पनि भन्न चाहन्छु र अब हाफ टाइम हुने जस्तो बेला पनि भइसकेको छ पानी छ उतापट्टि
यतातिरको त तपाईँको कोही यस्तो टाउकोले बाहिरको यता नदेखेर कहाँले जिकिन्छ र यो किसिमको माया सद्भाव सबैसँग होस् होइन। दोकान नजिक छैन। यो चाहिँ अब रमजानको छ, नत्र हामी चाहिँ फल फ्रुटहरू पनि गर्थ्यौँ। रमजानले गर्दाखेरि यहाँ चाहिँ ओपनली केही खान मिल्दैन, त्यसले गर्दाखेरि अहिले अब हाफ टाइम भएको छ। साथीहरू रेस्ट गर्दै हुनुहुन्छ यतातिर। हाफ टाइमसम्ममा अहिलेसम्म 2 गोलको बराबरीमा हामीहरू छौँ। एकदम राम्रो भइरहेको छ। अब म हाम्रो रूपन्देहीका साथीहरूतिर म जाँदैछु। एकदम रमाइलो छ। अहिले चाहिँ हाफ टाइममा हामीहरू छौँ र अहिले चाहिँ हामीसँग हुनुहुन्छ, हामी चाहिँ रूपन्देही र सैना महिनाको बराबरी चाहिँ गोल भएको छ। 2 गोल भएको छ। नजिकै छ, यत्नै छ, यत्नै राइट साइड। ल हामीसँग अहिले हुनुहुन्छ रूपन्देही सेवा समाज युएका अध्यक्ष अमित लोहनीजी हुनुहुन्छ। उहाँलाई स्वागत गर्दै यो आजको मैत्रीपूर्ण फुटबलको बारेमा हजुरलाई चाहिँ अहिले हामी हाफ टाइमसम्म खेल्यौँ, बराबर गोल पनि भएको छ। हजुरलाई कस्तो महसुस भएको छ? हजुरको एउटा प्रतिक्रिया के छ यस बारेमा? एकदमै धन्यवाद सैन्य महिनाका अध्यक्षज्यू विष्णुपन्थीज्यूलाई। कार्यक्रम हाम्रो मैत्रीपूर्ण रूपमा सञ्चालन भइरहेको छ, जसमा रूपन्देही सेवा समाज साथै सैन्य महिना नगर समाजको मैत्रीपूर्ण खेल अहिले चलिरहेको छ र अहिले मध्यान्तरमा छौँ हामी। निकै नै रोमाञ्चक खेल भइरहेको छ। अहिले 2-2को गोल बराबरी रोकिएको छ। यो एकदम राम्रो होइन, मैत्रीपूर्ण, सबैजनासँग चिनजान अझै नजिक हुने मौका जुराएको छ। यसमा सहभागिता पनि एकदम राम्रो देख्न सक्नुहुन्छ। छैन प्रत्येक टिमबाट यतिका भनौँ न यतिको मान्छेहरू समावेश भएको यो पहिलो एउटा हिसाबले यो हाम्रो रूपन्देही र सैन्य महिना सेवा समाज स्थापनादेखि यो चाहिँ सम्भवतः पहिले हाम्रो सैन्य महिनाको साथीहरू त पहिले भन्नु आयो, रूपन्देहीतिर के छ होइन, सायद पहिले होला, पहिले जस्तो लाग्छ। यो खेलकुदमा एकदम उत्साहजनक प्रस्तुति रहेको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू पक्कै पनि हुनेछ भन्ने मैले हामीहरू चाहिँ जो लक्ष्यमा छौँ सैन्य महिना र रूपन्देहीको एउटा टिम चाहिँ हामीले यहाँ यो दुईटा टिमबाट एउटा टिम हामीले चाहिँ बनाएर अब आउने नेपाल फेस्टिभलको एउटा कार्यक्रम हुँदैछ, त्यहाँ चाहिँ हामीले पार्टिसिपेट गर्न सकिन्छ तपाईँलाई कस्तो लागेको छ यस बिचमा चाहिँ? पक्कै पनि हामीले एकदम राम्रो टिम निकाल्न सकिन्छ। हामी रूपन्देही सैन्य महिनाको संयुक्त टिमबाट निकालेर राम्रो ठाउँ दिने हिसाबले एउटा छुट्टै टिम बनाउन सकिन्छ र आगामी दिनहरूमा हुने उहाँले भने जस्तै नेपाल फेस्टिभलमा नगरिरहेको फुटबल कार्यक्रममादेखि लिएर नेपाली समाजले कैयौँ पटक गराइरहेका यस्ता खेलकुद सम्बन्धी अन्य जिल्ला संस्थाहरूले गरेको खेलकुद कार्यक्रममा पनि सहभागिता जनाउन सकिन्छ। त्यसको लागि हामी पूर्ण रूपमा तयारी छौँ भन्ने जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसै गरी हामीहरू चाहिँ मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै जान पाइयोस्, यही किसिमको माया सद्भाव एक आपसी भाइचारा चाहिँ बढ्दै जाओस् भन्दै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीहरू उसमा छौँ अहिले चाहिँ ब्रेक टाइममा छौँ। हजुरले देख्न सक्नुहुन्छ यतापट्टि बुर्ज खलिफा पनि यहाँबाट ट्याक्क नजर आउँछ है, माथिपट्टि एकदम राम्रो छ। साथीहरू एकदम आराम गर्दै गर्नु। अब फेरि चाहिँ रमाइलो गेम अब फेरि हाफ सक्यो, अब बाँकी छ र हाम्रो सर हाम्रो राजा हुनुहुन्छ यहाँ, यो फुटबलको हिरो, हजुरको के छ प्रतिक्रिया? एकदम राम्रो गेम भइरहेको छ, एकदम प्रतिस्पर्धा एकदम जबरजस्त छ। हजुर
सेकेन्ड हाफ बाँकी भयो कि सेकेन्ड हाफमा के निर्णय आउँछ है ठिक छ हामीलाई कसले गोल धेरै हाल्ला कसले थोरै हाल्ला भन्दा पनि एउटा चाहिँ आपसी मैत्रीपूर्ण हो आपसी सद्भाव आपसी चाहिँ समझदारी जति हाम्रो आत्मीयता छ यो आत्मीयता अझै बढ्दै जाओस् भन्ने मात्रै हो एउटा चाहिँ होइन यसमा हामीले यो गोल धेरै हानेर मेरो अब्बा यसले जित्यो भनेर गर्ने होइन हामीहरू चाहिँ एउटा आपसी समझदारी र आपसी भाइचारा वृद्धिको लागि चाहिँ अभिवृद्धिको लागि हामी लागिरहेका छौँ धन्यवाद हजुरको टिमलाई पनि एकदम ल राम्रो खेलिराख्नुपर्छ ल ठिक छ थ्याङ्क यू सो मच थ्याङ्क यू नेत्र सरले स्पोन्सर गर्नुहुन्छ अलिअलि भनिसक्नु उहाँले अब अरू अलिअलि खोज्ने अनि टिम एउटा टिम एउटा दुईटा टिम मध्येबाट एउटा टिम निक्लिन्छ राम्रो स्ट्रङ यो नेपाल फेस्टिभल एउटा नेपाल फेस्टिभललाई एउटा टिम गर्नुपर्ने हो रूपन्देही र सैना महिना गरेर अहिले फिल्म फेस्टिभल हुँदैछ नि त हाम्रो नेपाल फेस्टिभल हुँदैछ रमजान होइन कि मेरो कहाँ रहेछ छ खै छ कि छैन ए रहेछ त मेरो दाइ हुनुहुन्छ नि साथमा यार के त्यो त चाहियो नि ल हामीहरू फेरि अब चाहिँ एकैछिनपछि फेरि हामी प्रत्यक्ष लाइभमा रहनेछौँ र अहिलेलाई यो लाइभ यही अन्त्य गर्दै हामीहरू हल्का पानी फलफ्रुटहरू खाएर अनि हल्का थोरै आराम गरेर फेरि हामी चाहिँ पुनः प्रसारणमा रहनेछौँ यहाँहरू सम्पूर्ण जति पनि लाइभ हेरेर बसिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सैन्य महिला सेवा समाज युएको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि म अहिले हजुरहरू सामु ओझेल पर्न चाहन्छु धन्यवाद थ्याङ्क यू सो मच